छोटे के गरेछ यो रेडी भइस ल अब आज झापा 11 फुटबल क्लबको फाइनल खेल आयोजक विराट गोल्ड कपकै आयोजकसँग छ। तँलाई फेरि थाहा छ कि छैन आजको गेम चाहिँ फेरि किन स्पेसल हो भनेर? 11 वर्ष पछाडि झापा 11 फुटबल क्लबले फेरि दोस्रो टाइटलको लागि फाइट गर्दैछ आज। सो त्यो भएर पनि इम्पोर्टेन्ट छ। अब छिटछिटो प्याक गर्न के हो यो? आम्मामा यसको हेर त, प्याकिङ गर्दैछु। तेरो शैली त कडा छ त केटा। यो प्याकिङ गर्दै हो के? यो तेरो अब यहाँ त लाग्ने हो नि त्यतिबाट। यी सुत्छेस यसरी नि? यसरी सुति रातभरि? नाइ हो, भर्खर यहाँ बुटर निकालेको, सामान निकालेको। ल छिटो गर त केटा, अनि छिटो जाउँ ल, एकदम ढिलो हुन्छ। चाँडो गर ल। कि प्याकिङ नगरौ? अब यतै आइन्छ होइन त भरै? किन गर्ने? छोड दे। सुलिक्का के गर्नु जाने त काठमाडौँ फेरि? सुटिङ छ। के को? म्युजिक भिडियो। म्युजिक भिडियो। म्युजिक भिडियो नै हो? ड्रेस लाएर गर्ने कि ड्रेस नलाइ गर्ने खालको? लगाइ। ए ल छिटो चाँडो गर ल। ल अब हामी चाहिँ जाँदैछौँ विराटनगर। मेरो पछाडि आजको बवाल खेल्ने केटो छ एरोन। सो एरोनले चाहिँ जहिले पनि झापाको लागि जस्तै टाइम भए पनि उसले टाइम निकालेर आउँछ। सो आज फाइनल हामी आफ्टर 11 इयर्स पछाडि त्यो ठाउँमा फाइनल पुग्दैछौँ। ल यस्तो छ, भोलि सुटिङ छ। यसको बवाल छ। बिहान तेरो जुत्ता र मेरोमा कुन राम्रो रहेछ हेर त। यो त अब कहाँ, बिहान मेरो सुटिङ छ भोलि। के को भाइ? कपडा लाएर खेल्ने कि नलाई खेल्ने खालको त होइन नि? म्युजिक भिडियोको त्यही पनि म खेल्न आएको हो। भन्दै त यता कुन क्लबको लागि भन्दै यता? झापा 11 को लागि। ओ तँलाई एउटा थाहा छ कुरा? मान्छेलाई तैँले झापा 11बाट खेल्नु थालिकन दुईवटा, हामी योसँग 3टा फाइनल पुगेछ। 3टा पुगेर एउटा भद्रपुरमा है, होइन? त्यहाँ चाहिँ एकदम राम्रो एफोर्ट थियो तेरो। त्यहाँ हुँदा हुँदै बिग्रेको अलिकति। अनि एउटा सानो हामी केराबारीमा पनि पुगेको थियौँ, तर त्यो चाहिँ अब ठिकै मात्रै थियो पर्फर्मेन्स। र आजको चाहिँ बबालै छ, किनभने आज विराट गोल्ड कप। आज बबाल छ, मान्छे फेरि ठिक छैन आज। यसले त्यसो भन्छ, भन्नु चाहिँ फेरि बबाल खेलिदिन्छ है भरे, त्यस्तो खालको चाहिँ। के गर्छस् भाइ? जिउ त ब्रुसली जस्तो छ त। के हो त्यो? सुन्ने कस्तो छ त जिउ त? चाँडो गर ल। अब लामो पछाडि चाहिँ यो भ्लग बन्दैछ है आज हाम्रो। अब यस्तै फुटबल डायरी त हुन्छ, अरू त केही पनि हुँदैन। ओ छिटो न, यो कति धेरै नक्कले आम्मामा झिल्के अलिकति कपाल त मिलाउनु। लु हिँड त। अब हेर अहिले लास्टमा पनि बनेको बनेकै छिटो नि जा। ल यसले त झापा 11 को लागि चाहिँ सुटिङ, तेरो सुटिङ भोलि है? सुटिङ छोडेर भए पनि फाइनलको लागि आएको छ। बिहानको सुटिङ। ल छिटो गर्दा कान्छा, लु जा 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 गो। 71-72 सालतिर हामी फाइनल पुगेको झापा। त्यसरी नखिच्ने नि दाइ, पछाडिबाटै गर्नु नि बोली। धेरै बाटो भएर यहाँ यही चाहिँ नगर्नु। 0.5बाट हान्नु भएको छ? फेरि बाटो भयो। हजुर हान्दैछु। यो त सब खेल्नुपर्ने। यो गेम चाहिँ खास किन इम्पोर्टेन्ट छ भन्दाखेरि अहिले झापालाई चाहिँ यो गेम यो विगत केही समयदेखि हामीले कुनै पनि संस्करणहरूमा चाहिँ हामीले त्यहाँको उपाधि जित्न सफल पनि भएको छैन। र त्यो सँगसँगै यो चाहिँ अब एउटा राम्रो अपर्च्युनिटी हो। र यो चाहिँ विशेष गरेर हामी 11 वर्ष पछाडि यो विराट गोल्ड कपको फाइनलमा पुग्दैछौँ। योचोटि दोस्रो पटक हामी यसको उपाधि जित्नको लागि आज चाहिँ हाम्रो एकदम इम्पोर्टेन्ट म्याच हो। र अब यो आजको हाम्रो सेटमा चाहिँ केही खेलाडीहरू पनि परिवर्तन हुन्छ। अब यसले चाहिँ सुटिङ छोडेर भए पनि आएको छ। यसको फेरि यो त यस्तो छ नि त, फेरि यो चाहिँ खेलाडी सँगसँगै मोडल पनि हो क्या। कान्छ तेरो कुनको सुटिङ थियो अरे आज? भोलि कि आज? भोलि होइन? यो गेम फाइनल सक्ने बित्तिकै यो लागिहाल्छ। लागिहाल्छ। अनि फेरि यो त अहिले यस्तो छ है, फेरि यो प्रधानमन्त्री भन्दा बिजी छ, किनभने त्यहाँ खेलेर आएर फेरि फर्केर ब्याक टु इलाम होइन? त्यहाँ खेलिसक्यो सुटिङ हो, फेरि लम्जन सुटिङ त्यहाँबाट फेरि आएर फेरि सिक्किम आमा। यो त बिजी छ नि, यो त प्रधानमन्त्री पछाडि यही हो नि बिजी। सुटिङ चाहिँ जस
राम्रै गरेर ड्रेसहरू लाउने खालकै होला नि होइन नलाउने खालको त होइन नि नलाउने खालको गरौँ न नलाउने खालको सुटिङ चाहिँ नगरै खाल्छ अप्ठ्यारो हुन्छ अध्यक्षता गर्नेछन् हाम्रा विराट गोलको अध्यक्ष किशोर बहादुर साईज्यूलाई अगाडि आइदिनु पनि अनुरोध गर्न चाहन्छु। त्यसै गरी विशेष अतिथिज्यूलाई मैदानमा प्रवेश गरिदिनुमा पनि अनुरोध गर्न चाहन्छु। पानी परेको स्टार्ट हुने बेलालाई